हेलो एभ्रिवान, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी फेरि पनि तपाईहरुको लागि एप्लाइड मेकानिक्सबाट अर्को इम्पोर्टेन्ट भिडियो लेक्चर लिएर आइसकेका छौं। यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै यो भिडियो आफ्नो विद्यार्थी साथीभाइसँग शेयर गरिदिएर हामीलाई सहयोग पनि गरिदिनु होला। आजको भिडियो लेक्चरमा हामी सेन्ट्रोइडको बारेमा स्टडी गर्न गइरहेका छौं। यो हाम्रो सेन्ट्रोइडको फर्स्ट लेक्चर भिडियो हुनेछ। यसपछि हामी बिस्तारै सेन्ट्रोइडको सबै इम्पोर्टेन्ट क्वेशनहरु कभर गर्ने छौं। त्यही भएर यदि तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै तपाईहरु यदि यो भिडियो भन्दा अघिल्लो भिडियो लेक्चर हेर्नु भएको छैन भने त्यो भिडियो लेक्चर पनि हेर्नु होला। त्यो पनि तपाईहरुको लागि इम्पोर्टेन्ट रहेको छ। आजको हामी भिडियो लेक्चरमा सेन्ट्रोइडको फर्स्ट प्रब्लम सल्भ गर्न गइरहेका छौं, जुन चाहिँ एक्जामको पॉइन्ट अफ भ्यूले पनि 100% इम्पोर्टेन्ट क्वेशन हो र यसबाट एउटा न एउटा क्वेशन प्रत्येक वर्ष सोधेकै हुन्छ। र त्यो हामी आज हाम्रो सेन्ट्रोइडको फर्स्ट लेक्चर भिडियो हुनेछ, जुन चाहिँ हाम्रो यहाँ पनि हेर्न सक्नुहुनेछ। जुन चाहिँ हाम्रो 79 को क्वेशन रहेको छ। यहाँ पनि हामीलाई के सोधेको छ भने लोकेट द सेन्ट्रोइड अफ गिभन शेडेड एरिया। हामीले सेन्ट्रोइड लोकेट गर्न भनेको छ। यदि तपाईहरुलाई सेन्ट्रोइडको प्रब्लम सल्भ गर्न आउँदैन भने तपाईहरुलाई मोमेन्ट अफ इनर्सियाको प्रब्लम पनि सल्भ गर्न आउँदैन र यसपछि जुन टपिक्सहरु तपाईहरु मोमेन्ट अफ इनर्सिया यस्तो टपिक्सहरु पढ्नुहुन्छ त्यो सबैमा तपाईहरुले प्रब्लम आउन सक्छ। त्यही भएर सेन्ट्रोइड तपाईहरुको लागि धेरै नै इम्पोर्टेन्ट हो। सेन्ट्रोइड नपढिकन अरु टपिकहरु बुझ्न सकिदैन, गाह्रो हुन्छ। त्यही भएर सेन्ट्रोइड बुझ्नु धेरै नै जरुरी छ। अब हामीले सेन्ट्रोइडको न्युमेरिकल गर्नुभन्दा पहिला म तपाईहरुलाई केही फर्मुलाहरु र केही टिप्सहरु दिन चाहन्छु, जुन चाहिँ हामीलाई प्रब्लम सल्भ गर्दाखेरि निकै नै इम्पोर्टेन्ट हुन्छ र आवश्यक हुन्छ। अब त्यो म तपाईहरुलाई सबैभन्दा पहिला फर्मुलाहरुको लिस्ट र केही इम्पोर्टेन्ट नोट्सहरु दिन्छु, पोइन्टहरु दिन्छु, जुन चाहिँ हामीलाई सेन्ट्रोइडको प्रब्लम सल्भ गर्दाखेरि धेरै नै युज हुन्छ। अब सेन्ट्रोइडको प्रब्लम सल्भ गर्नको लागि सबैभन्दा पहिला हामीले यो केही जुन बेसिक फिगरहरु हुन्छ, जियोमेट्रिक फिगरहरु, त्यसको हामीलाई सेन्ट्रोइडको फर्मुला र एरियाको फर्मुला थाहा हुनुपर्छ, जुन चाहिँ यस प्रकार रहेको छ। हाम्रो जुन रेक्ट्याङ्गल हुन्छ, रेक्ट्याङ्गलको जुन सेन्ट्रोइड हुन्छ त्यसको सेन्टरमा लाइ गर्छ। यो पनि याद राख्नु होला कुन फिगरको सेन्ट्रोइड कहाँ लाइ गर्छ, किनभने हामीले फिगरमा गर्दाखेरि यो लोकेट गरेर गर्यो भने हाम्रो सेन्ट्रोइड एक्युरेट आउन सक्छ र गल्ती हुने चान्स कम हुन्छ। त्यही भएर तपाईहरु यो पढ्ने याद राख्नु होला कि कुनको सेन्ट्रोइड कहाँ पर्छ भनेर। हाम्रो फर्स्ट जियोमेट्रिक फिगर चाहिँ रहेको छ त्यो रेक्ट्याङ्गल हो। रेक्ट्याङ्गलको सेन्टर चाहिँ यसको सेन्टर मिडमा लाइ गर्छ भने यसको सेन्ट्रोइडको डिस्टेन्स b/2 दुवै तर्फबाट b/2 हुन्छ भने यसको पुरै लेन्थ b भयो भने यसको जुन बेसको सेन्ट्रोइड डिस्टेन्स हुन्छ त्यो b/2 र b/2 हुन्छ दुवै तर्फबाट भने यसको पुरै यदि यो पुरै d भयो भने यो पुरै d भयो भने यसको भर्टिकल जुन डिस्टेन्स हुन्छ सेन्ट्रोइडको d/2 र d/2 हुन्छ। यो तपाईहरुले थाहा हुनु पर्यो। र साथै यसको एरियाको फर्मुला b * d अथवा h को टर्ममा भन्ने हो भने b * h हुन्छ यो रेक्ट्याङ्गलको लागि। अब रेक्ट्याङ्गल भइसकेपछि अब ट्रायंगल हेर्छौं। ट्रायंगलको सेन्टर यो जुन 90 डिग्री हुन्छ त्यसको नियरको हुन्छ, जुन 90 डिग्री हुन्छ त्यसको आसपासमा सेन्ट्रोइड यसको लाइ गर्छ। र यसको सेन्ट्रोइड जुन लाइ गर्छ यो सेन्ट्रोइडको यसको सेन्टर पोइन्ट देखि यसको जुन राइट एंगल ट्रायंगल हुन्छ 90 डिग्रीको त्यहाँबाट यसको सेन्ट्रोइडको होरिजोन्टल डिस्टेन्स b/3 हुन्छ भने त्यहाँबाट यसको भर्टिकल डिस्टेन्स d/3 हुन्छ। d भनेको यो पुरै भर्टिकल डिस्टेन्स डेप्थ हो भने b भनेको पुरै यो होरिजोन्टल डिस्टेन्स ब्रेथ हो। र यसको सेन्टरबाट यसको राइट एंगलबाट यसको सेन्ट्रोइडको डिस्टेन्स b/3 हुन्छ भने यति यसको के हुन्छ 2b/3, किनभने टोटल b हो, b बाट b-3 गर्दाखेरि यति हाम्रो के आउँछ 2b/3। सिमिलरली अर्को यसको एपेक्स यानी टपबाट यसको सेन्ट्रोइडको डिस्टेन्स कति हुन्छ 2d/3। यो तपाईहरुलाई थाहा हुनु पर्यो। र अर्को चाहिँ यसको एरियाको फर्मुला हाफ b * d हुन्छ, अथवा यसलाई हाइटको टर्ममा लेख्ने हो भने हाफ b * h हुन्छ। अब अर्को चाहिँ रहेको छ हाम्रो सेमी सर्कल। सेमी सर्कलको जुन सेन्ट्रोइड यसको लाइ गर्छ, जुन यसको सेन्टर पोइन्ट हुन्छ सेमी सर्कलको त्यसको ठ्याक्क अलि माथि हाम्रो सेन्ट्रोइड यसको लाइ गर्छ। अब यसको ठ्याक्क अलि माथि लाइ गरिसकेपछि यसको जुन एक साइडको कर्नर हुन्छ सेन्ट्रोइडको वान साइडको कर्नर त्यो त
यसको सेन्टरको जस्ट एभोभ यसको लाइक गरिसकेपछि यसको होरिजेन्टल डिस्टेन्स r नै भइहाल्छ। तर यसको भर्टिकल डिस्टेन्स के हुन्छ भने सेन्ट्रोइडको भर्टिकल डिस्टेन्स y एक्सिसको डिस्टेन्स के हुन्छ भने यसको लोवर पोइन्टबाट 4r/3π हुन्छ। यसको यहाँबाट यहाँसम्म के हुन्छ 4r/3π हुन्छ। यसको टपबाट यसको सेन्ट्रोइडको डिस्टेन्स कति हुन्छ r - 4r/3π, किनभने यहाँदेखि यहाँसम्म r हो र यहाँदेखि यहाँसम्म 4r/3π हो भने यति कति हुन्छ 4r - 3π। र यसको एरिया के हुन्छ रेडियसको टर्ममा πr² हुन्छ र डायमिटरको टर्ममा πd²/8 हुन्छ। यो तपाईहरुलाई सेमी सर्कलको लागि थाहा हुनु पर्यो। अब यसपछि हाम्रो एउटा इम्पोर्टेन्ट फिगर अर्को रहेको छ क्वार्टर सर्कल। क्वार्टर सर्कल भनेको सर्कलको 4 पार्टको एक पार्ट हो। अब यसको चाहिँ जुन सेन्ट्रोइड हुन्छ त्यो सेम हाम्रो ट्रायंगल जस्तै हुन्छ। ट्रायंगलको पनि यो 90 डिग्रीको नियरमा लाइ गर्छ भने यसको पनि सिमिलरली यो 90 डिग्रीको नियरमा यसको सेन्ट्रोइड लाइ गर्छ र यसको रेडियस टोटल रेडियस r हो भने यहाँ सेन्टर पोइन्टदेखि यसको सेन्ट्रोइडको डिस्टेन्स होरिजेन्टल डिस्टेन्स 4r/3π हुन्छ भने भर्टिकल डिस्टेन्स पनि यसको के हुन्छ 4r/3π नै हुन्छ। होरिजेन्टल र भर्टिकल दुवै डिस्टेन्स के हुन्छ बराबर हुन्छ क्वार्टर सर्कलको लागि। र यसको यहाँदेखि यो कर्नरसम्मको डिस्टेन्स के हुन्छ टोटल r हुन्छ। त्यही भएर r बाट 4r - 3π गर्दाखेरि यति कति हुन्छ r - 4r/3π। सिमिलरली यति पनि कति नै हुन्छ r - 4r/3π नै हुन्छ। अब यो भयो क्वार्टर सर्कल। अब अर्को छ हाम्रो सर्कल। सर्कलको जुन सेन्टर हुन्छ त्यो यसको सेन्टर पोइन्ट नै हुन्छ। त्यही भएर यसको जुन सेन्ट्रोइडको डिस्टेन्स हुन्छ त्यो होरिजेन्टल र भर्टिकल दुवै के हुन्छ r नै हुन्छ भन्नाको रेडियसको बराबर नै हुन्छ। अब यो भयो हाम्रो सेन्ट्रोइडको डिफ्रेन्ट सेप्सको लागि सेन्ट्रोइडको फर्मुला। अब सेन्ट्रोइड लोकेट गर्नको लागि हामीले केही रुल्स अथवा भनौँ या केही मेन पोइन्टहरू हामीले फलो गर्नुपर्छ जुन फलो गर्दाखेरि हाम्रो मिस्टेक हुँदैन। किनभने धेरै विद्यार्थीहरूलाई अलिक गाह्रो पनि लाग्छ र धेरै विद्यार्थी यसमा मिस्टेक पनि गरिरहेको हुन्छ। त्यही भएर केही म रुल्सहरू अथवा टिप्सहरू दिन्छु जुन गर्दाखेरि जुन फलो गरेर हामीले सल्भ गर्यो भने हाम्रो मिस्टेक हुने चान्स धेरै नै कम हुन्छ। फर्स्ट रुल के छ भने हामीले जुन पनि सेप्सको सेन्ट्रोइड निकाल्दैछौँ त्यसको के गर्छौँ भने हामीले थाहा हुनु पर्यो त्यसको सेन्ट्रोइड कहाँ पर्छ र त्यसको सेन्ट्रोइड पोइन्टबाट हामी के गर्छौँ भने एउटा होरिजेन्टल लाइन र एउटा भर्टिकल लाइन तान्छौँ। कहाँसम्म x एक्सिस र y एक्सिस। होरिजेन्टल लाइन हामी तान्छौँ y एक्सिससम्म र भर्टिकल लाइन तान्छौँ हामी x एक्सिससम्म। यसरी हामी के गर्छौँ भने एउटा लाइन तान्छौँ। जसरी कि फर इक्जाम्पल यदि हाम्रो मानौ यो एउटा एक्सिस हो र यहाँ हामीले एउटा कुनै ट्रायंगल दिएको छ र यसको सेन्टर यहाँ पर्छ हामीले थाहा छ भने हामीले एउटा के गर्छौँ भने यसको यसरी एउटा होरिजेन्टल डिस्टेन्स तान्छौँ यसको सेन्ट्रोइडबाट र यसको के गर्छौँ फेरि भर्टिकल डिस्टेन्स तान्छौँ सेन्ट्रोइडबाट। फर्स्टमा हामी यो गर्छौँ। त्यसपछि हामी के गर्छौँ भने यसको होरिजेन्टल डिस्टेन्स जुन आउँछ त्यो x बार यानी सेन्ट्रोइड हुन्छ त्यो जुन फिगरको हामी निकालिरहेका हुन्छौँ र भर्टिकल जुन लाइनको डिस्टेन्स आउँछ त्यो के हुन्छ y बार आउँछ। यो हाम्रो हो होरिजेन्टल डिस्टेन्स भनेको x बार हुन्छ र भर्टिकल डिस्टेन्स भनेको y बार हुन्छ। अर्को चाहिँ रहेछ यसको x बार र y बार निकाल्ने फर्मुला। र अर्को मेन कुरा के हो भने जुन चाहिँ हामीले क्वेसनमा के कुनै बेला के भनेको हुन्छ भने सेडेड एरियाको सेन्ट्रोइड निकाल भनेर। त्यही भएर जुन चाहिँ एरिया अनसेडेड हुन्छ त्यो अनसेडेड एरियालाई हामी नेगेटिभ एरिया भनेर नेगेटिभली हामी ट्रिट गर्छौँ। जुन अनसेडेड एरिया हुन्छ त्यो नेगेटिभ भन्नाले त्यसलाई हामी सब्ट्र्याक्ट गर्छौँ र त्यसलाई नेगेटिभ मानेर हामी ट्रिट गर्छौँ। यसको अरू x बार निकाल्ने फर्मुला के हुन्छ भने a1 x1 + a2 x2 an xn डिभाइड बाई a1 + a2 an भन्नाले यो दुईटा सेप छ कि तीनटा सेप छ जतिवटा सेप छ त्यतिवटा a1 x1 a2 x2 यदि तीनटा सेप छ भने a3 x3 सम्म जान्छ र डिभाइड बाई a1 + a2 + a3 हुन्छ। सिमिलरली यसको y बार निकाल्ने फर्मुला a1 y1 + a2 y2 + an y1 डिभाइड बाई a1 + a2 + an। यदि यो तीनवटा सेप यसमा छ भने यो a1 y1 a2 y2 र a3 y3 सम्म मात्र जान्छ र डिभाइड बाई a1 + a2 + a3 सम्म मात्र हुन्छ। यो हाम्रो x बार y बार निकाल्ने फर्मुला कम्पोजिट फिगरको लागि र यो हाम्रो सेपरेट फिगरको लागि हामीले यो फर्मुलाहरू थाहा भएपछि हामीले सेन्ट्रोइडको प्रब्लम सजिलै सल्भ गर्न सक्छौँ। र अब हामी के गर्छौँ भने आफ्नो प्रब्लमतर्फ लाग्छौँ। यति कुराहरू बुझिसकेपछि अब जुन हामीले 2079 मा क्वेसन हामीले जुन सेन्ट्रोइडको सोधेको छौँ हामी त्यो सल्भ गर्छौँ। पहिला हामीले 2079 मा सोधेको क्वेसन यस प्रकार रहेको छ। यहाँ के भनेको छ लोकेट द सेन्ट्रोइड अफ गिभन सेडेड एरिया भन्नाले यो सेडेड एरिया चाहिँ यसको मात्र हामीले के गर्नुपर्छ सेन्ट्रोइड लोकेट गर्नुपर्छ। लोकेट गर्नको लागि मैले जुन तपाईहरुलाई मेथड अहिले भनेर जुन फर्मुला हो भने त्यति तपाईहरुले थाहा छ भने तपाईहरुले यसलाई सजिलैसँग गर्न सक्नुहुन्छ।
अब यहाँ हेर्नुहोस्, अब यो जस्ताको त्यस्तै फिगर म तपाईँ यहाँ कपीमा बनाएको छु। तपाईँहरू पनि क्वेसन सोल्युसन गर्दा यसरी नै गर्नु होला। जुन क्वेसन हामीलाई दिएको छ त्यो क्वेसन हामी के गर्छौँ भने जस्ताको त्यस्तै कपीमा यसरी ड्र गर्छौँ। यहाँ जे डाइमेन्सनहरू दिएको छ त्यही सेम डाइमेन्सनहरू मैले यहाँ राखेको छु कपीमा ड्र गरेपछि। र अब यसलाई हामीले सेन्ट्रोइड निकाल्नको लागि हामी यसलाई के गर्छौँ भने सबैभन्दा पहिला यसलाई हामी के गर्छौँ भने हामीले जुन ज्योमेट्रिक फिगरहरू पढेको छौँ रेक्ट्याङ्गल, ट्रायङ्गल, सर्कल, सेमी सर्कल, त्यसमा हामीले यसलाई डिभाइड गर्न खोज्छौँ। यो अहिले कुनै फिक्स सेपको र साइजमा छैन, त्यसलाई हामीले सके जति सिम्पल यसलाई डिभाइड गर्न सक्छौँ त्यति हामी सबैभन्दा पहिला के गर्छौँ भने यसलाई डिभाइड गर्छौँ। अब यहाँ हामीले के हेर्दैछौँ भने यो अनसेडेड एरिया हो भने यसलाई के गर्छौँ हामी नेगेटिभ एरिया मानेर ट्रिट गर्छौँ। यो सेमी सर्कललाई हामी नेगेटिभ एरिया मानेर ट्रिट गर्छौँ। यो जुन सेडेड एरिया छ यसलाई हामी के मान्छौँ पोजिटिभ एरिया मान्छौँ। अब यहाँ हेर्दैछौँ कि हामी यो सेमी सर्कल एउटा त फिक्स जियोमेट्रिक सेपमा छ, तर यो जुन ठुलो एउटा पोर्सन क्वाड्रेटरको रहेको छ यो चाहिँ एउटा कुनै फिक्स सेपमा रेक्ट्याङ्गल अथवा ट्रायङ्गलको सेपमा छैन। त्यही भएर यसलाई के गर्छौँ भने हामी यसलाई रेक्ट्याङ्गल र ट्रायङ्गलको सेपमा के गर्छौँ डिभाइड गर्छौँ। कसरी गर्छौँ भने किनभने यहाँबाट हामीले एउटा होरिजेन्टल लाइन यसरी ड्र गर्यो भने यो के हुन्छ, यो तलको पोर्सन रेक्ट्याङ्गल र माथिको पोर्सन ट्रायङ्गलमा सेपमा चेन्ज हुन्छ। त्यही भएर हामी यहाँ के गर्छौँ भने सबैभन्दा पहिला हामी यहाँ एउटा यसरी डट 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 लाइन ड्र गर्छौँ। यहाँ के गर्नको लागि किनभने यसलाई हामीले सेपरेटली रेक्ट्याङ्गल र ट्रायङ्गलमा सेपरेट गर्नको लागि यहाँ हामीले के गर्यो भने सबैभन्दा पहिला एउटा होरिजेन्टल लाइन ड्र गर्छौँ। यो होरिजेन्टल लाइन ड्र गरिसकेपछि यो यति पोर्सन रेक्ट्याङ्गलमा कन्भर्ट भयो भने माथिको यति पोर्सन ट्रायङ्गलमा कन्भर्ट भयो। यति गरिसकेपछि हाम्रो यो फिगरमा जति पनि सेपहरू छ सबै एउटा युनिफर्म जियोमेट्रिक सेपमा कन्भर्ट भइसक्यो। अब यो भइसकेपछि फेरि हामी के गर्छौँ भने यहाँ जतिवटा सेप छ त्यतिवटा सेपको हामी बेग्लै के गर्छौँ नेमिङ गर्छौँ। त्यसको बेग्लै हामी के गर्छौँ त्यसको बेग्लै सेन्ट्रोइड र त्यसको एरिया फाइन्ड गर्छौँ। जसरी कि हामीले यो रेक्ट्याङ्गललाई हामी के नेमिङ दिन्छौँ भने यसलाई 1 नेमिङ दिन्छौँ, 1 लेख्यौँ। यो रेक्ट्याङ्गललाई हामी 2 दिन्छौँ र यो सेमी सर्कललाई हामी 3 दिन्छौँ। यो फिक्स छैन कि यसलाई नै 1 दिनुपर्छ, यसलाई नै 2 दिनुपर्छ, यसलाई 3 नै दिनुपर्छ। जसलाई पनि 1 2 3 दिँदा हुन्छ, त्यो आफ्नो चोइस अनुसार हो। मैले ट्रायङ्गललाई 1, यो रेक्ट्याङ्गल पोर्सन जति छ यसलाई 2 र यो सेमी सर्कल पोर्सनलाई 3 नेमिङ दिएँ। ठिक छ। अब यति नेमिङ दिइसकेपछि अब हामी यहाँ के गर्छौँ भने बेग्लै गर्छौँ। हामी ट्रायङ्गलको लागि बेग्लै, रेक्ट्याङ्गलको लागि बेग्लै र सेमी सर्कलको लागि बेग्लै गर्छौँ। हामी पहिला के गर्छौँ भने रेक्ट्याङ्गलको लागि गर्छौँ पहिला के गर्छौँ ट्रायङ्गलको लागि प्रोसेस अनुसार मतलब स्टेप वाइज जान्छ। पहिला 1 को 2 को 3 को त्यसरी हामी गर्छौँ। 4 ट्रायङ्गल 1, यसले ट्रायङ्गल 1 हामीले नेमिङ दिन्छौँ। 1 लाई हामी गर्छौँ। अब यो गर्नको लागि म तपाईहरुलाई के रुल भनेको थिएँ भने यसको ट्रायङ्गलको सेन्ट्रोइड कहाँ लाई गर्छ त्यो तपाईहरुलाई थाहा हुनु पर्यो। अब हामीलाई के थाहा छ भने यो ट्रायङ्गल हो र यो यसको 90 डिग्री हो। यो ट्रायङ्गलको जुन सेन्ट्रोइड हुन्छ त्यसको 90 डिग्रीको आसपास भन्नाले नियरमा लाई गर्छ भने यो 90 डिग्री हो भने यसको सेन्ट्रोइड कतै आसपासमा यता कतै लाई गर्दै होला, यता कतै यसको सेन्ट्रोइड लाई गर्छ। अब यसको सेन्ट्रोइड यता कतै लाई गरिसकेपछि अब हामी के भन्छौँ भने यसलाई C1 दिन्छौँ। यो सेन्ट्रोइड ट्रायङ्गलको सेन्ट्रोइड हो भनेर हामी यसलाई एज्युम गर्छौँ। अब यो हामीले थाहा भइसकेपछि यसको सेन्टर यतै कतै लाई गर्छ भने हामी एउटा पोइन्ट लिन्छौँ र त्यहाँबाट के गर्छौँ सबैभन्दा पहिला हामी होरिजेन्टल र भर्टिकल एउटा लाइन ड्र गर्छौँ। अब यहाँदेखि हेर्नुहोस्, यहाँदेखि अब मैले एउटा भर्टिकल लाइन यसरी ड्र गरेँ। यहाँदेखि यसरी मैले एउटा एक्स एक्सिससम्म भर्टिकल लाइन ड्र गरेँ। यतादेखि यतासम्म एउटा के गरेँ भर्टिकल लाइन। फेरि यतादेखि के गर्छु म एउटा होरिजेन्टल लाइन ड्र गर्छु। यतादेखि फेरि म यहाँसम्म के गरेँ एउटा यतादेखि यहाँसम्म मैले के गरेँ एउटा होरिजेन्टल लाइन। यहाँदेखि C1 देखि यहाँसम्म एउटा होरिजेन्टल लाइन ड्र गरेँ र यहाँदेखि फेरि यहाँसम्म एउटा के गरेँ भर्टिकल लाइन ड्र गरेँ। यहाँदेखि यहाँसम्म एउटा होरिजेन्टल लाइन ड्र गरेँ र यहाँदेखि यहाँसम्म के गरेँ फेरि एउटा भर्टिकल लाइन ड्र गरेँ। अब यो गरिसकेपछि यहाँसम्मको हामीले डिस्टेन्सले के भनेको थियो भने होरिजेन्टल जुन डिस्टेन्स हुन्छ त्यो हाम्रो के हुन्छ x हुन्छ र जुन भर्टिकल डिस्टेन्स हुन्छ त्यो के हुन्छ y हुन्छ। म फेरि तपाईहरुलाई एकचोटि रिमेम्बर गराउन चाहे, तपाईहरु कुनै कन्फ्युजन हुनुभयो भने यहाँ मैले भनेको थिएँ होरिजेन्टल लाइन ड्र गर्नुस् x र y एक्सिसमा। x बार के हुन्छ हाम्रो x बार भनेको होरिजेन्टल हुन्छ भने y बार भनेको के हुन्छ भर्टिकल लाइन हुन्छ। अब यहाँ हेर्नुस् यो भनेको होरिजेन्टल हो। जो हामी एउटा फिगर यहाँ हामीले होल फिगरको यसले निकालिराखेको छैनौँ, हामी बस जस्ट यसले यहाँ के गर्छौँ भने ट्रायङ्गलको लागि निकालिराखेका छौँ। त्यही भएर
हामीले ट्रायंगलको लागि यहाँ के गर्छौं भने ट्रायंगलको लागि यसलाई हामी x1 लेट गर्छौं यसलाई यो x1 हो भने यो होरिजोन्टल डिस्टेन्सलाई x1 लेट गर्यो भने यसको भर्टिकल डिस्टेन्स के हुन्छ y1 लेट गर्छौं y1 अब यति कुराहरु सबै कुराहरु यो यहाँबाट हामीले लाइन ड्रा गरेपछि x1 र y1 छुट्याइसकेपछि अब हामी के गर्छौं भने यसको x1 को भ्यालु निकाल्छौं y1 को भ्यालु निकाल्छौं र यसको एरिया निकाल्छौं त्यो तीनटा कुरा हामी सबै फिगरको लागि सबै शेपको लागि बेग्ला बेग्लै गरेर फाइन्ड गर्छौं हामी ट्रायंगलको लागि गर्दै छौं ट्रायंगलको लागि सबैभन्दा पहिला x1 कति हुन्छ त्यो मलाई भन्नुस् त x1 कति हुन्छ यहाँ भन्नुस् x1 भनेको यहाँदेखि यहाँसम्म हो यहाँदेखि यहाँसम्म अहिले जुन मैले तपाई अहिले जस्ट जुन मैले फिगर बनाएको थिए फर्मुला त्यो म तपाईहरुले सबैभन्दा पहिला सिकाउँछु यहाँ हेर्नुस् यो 90 डिग्री हो यो 90 डिग्रीको नियरमा छ भने 90 डिग्रीको जुन 90 डिग्री देखि जुन यसको सेन्टरको डिस्टेन्स छ त्यो b/3 हो भने त्यो देखि अर्को प्वाइन्ट देखि यो सेन्टरको डिस्टेन्स कति हुन्छ 2b/3 यहाँ हेर्नुस् यहाँ भन्नाले यहाँ देखि यसको डिस्टेन्स b/3 हुन्छ भने यहाँ देखि यसको डिस्टेन्स कति हुन्छ 2b/3 के हुन्छ 2b/3 त्यही भएर हामी के गर्छौं भने यसको x बार को लागि त्यो फर्मुला के गर्छौं एउटा यहाँ देखि यहाँ यसको b भयो भने यति कति हुन्छ 2b/3 यति कति हुन्छ यहाँ देखि यहाँसम्म 2b/3 यहाँ देखि b/3 हुन्छ भने यति कति हुन्छ 2b/3 त्यही भएर 2b भनेको यसको b भनेको यसको टोटल डिस्टेन्स भनेको यो हो टोटल डिस्टेन्स भनेको यो कति छ 40 + 40 40 + 40 भनेको 80 40 + 40 भनेको कति हो 80 डिवाइड बाइ कति हुन्छ 3 40 + 40 डिवाइड बाइ 3 अब यसलाई हामी क्याल्कुलेटरमा हाल्छौं यसमा क्याल्कुलेटरमा हालेपछि यसलाई क्याल्कुलेटरमा 2 * 80 डिवाइड बाइ 3 कति आउँछ हाम्रो 53.33 53 point कति आउँछ 53.33 के आउँछ यो सीएम यो हाम्रो भइसकेपछि अब यहाँ हेर्नुस् म एउटा तपाईहरुले फेरि के नोट गराउन चाहन्छु भने यहाँ मैले कुन तरिकाबाट यहाँ मैले यो यहाँदेखि यहाँसम्मको डिस्टेन्स 2b/3 को फर्मुला लगाएर गरे यो केबाट गरे यो फर्मुला के भयो 2b/3 अब यसलाई तपाईहरु यसरी पनि गर्न सक्नुहुन्छ जस्तै यहाँदेखि यहाँसम्म 80 छ भने यति कति हुन्छ b/3 भन्नाले यसको अर्को तरिका हामीले यसरी पनि यसलाई गर्न सक्छौं यहाँदेखि भनेको कति छ यसको 80 माइनस यति हामी कति हुन्छ फर्मुला अनुसार यति कति हुन्छ b/3 80 माइनस b भनेको 80 हो 80/3 यसरी हामीले गर्यो भने त्यो पनि के आउँछ 53.3 नै आउनु पर्यो अब यसरी हेर्छौं यसरी कति आउँछ यहाँ हेर्नुस् 80 माइनस 80/3 यहाँ हेर्नुस् यति पनि कसरी आयो 53.33 नै आयो भन्नाले तपाईहरु चाहिँ यसरी गर्नुस् रिजल्ट भनेको एउटै आउँछ बुझ्नुभयो कन्फ्युजन हुनु भएन अब x1 निकालिसकेपछि अब हामी के गर्छौं y1 निकाल्छौं y1 भनेको यो डिस्टेन्स हो y1 भनेको यो डिस्टेन्स हो यहाँदेखि यहाँसम्मको डिस्टेन्स y1 हो अब यहाँदेखि यहाँसम्मको डिस्टेन्स y1 हो भन्नाले यहाँ हेर्नुस् यहाँदेखि यहाँसम्मको डिस्टेन्स कति हुन्छ यहाँदेखि यहाँसम्मको डिस्टेन्स हामीले फर्मुलामा पढेको थियो के हुन्छ b/3 यहाँदेखि के हुन्छ d/3 अथवा h को टर्ममा भन्ने हो भने h/3 हुन्छ अब यहाँ हेर्नुस् यहाँ टोटल हाइट हामीलाई 60 cm दिएको छ र यहाँ यति हाइट हामीलाई 30 cm दिएको छ भन्नाले यति हाइट जुन हाम्रो d को भ्यालु आउँछ यति कति आउँछ भन्नाले यति हाम्रो यति हाइट कति आउँछ यति हाइट ट्रायंगल हाइट कति आउँछ 60 - 30 गरिसकेपछि कति आउँछ हाम्रो यो 30 cm नै आउँछ अब यो 30 cm आइनु भनेको यसको के हो d हो भन्नाले हाम्रो जुन ट्रायंगलको लागि y चाहिन्छ त्यो यति प्लस यति हुन्छ धेरै विद्यार्थीहरुले के गर्छ भने यति मात्र लेख्छ यति मात्र फर्मुला अनुसार d/3 लेख्छ तर त्यो होइन हामीले यति त निकाल्छौं साथमा यति देखि यहाँसम्म प्लस पनि गर्नुपर्छ किनभने y1 भनेको यहाँदेखि x एक्सिस सम्मको डिस्टेन्स हो त्यही भएर यहाँदेखि यति d/3 हुन्छ र यहाँदेखि यहाँसम्म हाम्रो कति आउँछ यहाँदेखि यहाँ भनेको 30 हो यो साइड देखेको छ यहाँदेखि यो 30 हुन्छ भने यहाँदेखि यहाँसम्म कति हुन्छ 30 नै हुन्छ हामीले त्यही गर्छौं यहाँदेखि यहाँ भनेको कति हुन्छ d/3 प्लस यहाँदेखि यहाँसम्म कति हुन्छ 30 हुन्छ 30 अब d भनेको कति हो हाम्रो 30 हो त्यही भएर हामी के गर्छौं 30/3 प्लस 30/3 भनेको 10 हो 10 प्लस 30 भनेको कति हुन्छ 40 cm यसरी हुन्छ अब यसरी भयो हाम्रो अब यो भइसकेपछि अब हामी के गर्छौं भने यसको एरिया a1 निकाल्छौं एरिया भनेको a1 ट्रायंगलको लागि ट्रायंगलको एरियाको फर्मुला के हुन्छ हाफ बेस इन्टु हाइट हाफ बेस भनेको
40 + 40 40 + 40 भनेको बेसी हो। यो भनेको के हो 40 + 40 भनेको 80 बेस इन्टु हाइट अथवा डेप्थ। हाइट भनेको कति हो 30 के हुन्छ त हाम्रो 30। अब यसलाई हामी फेरि के गर्छौँ क्याल्कुलेटरमा हाल्छौँ र यसको भ्यालु निकाल्छौँ। 1/2 इन्टु 80 इन्टु 30 कति आयो 1200 1200 कति हुन्छ cm²। अब यो हाम्रो ट्रायंगलको लागि आयो। अब हामी सेपरेटली यसरी नै के गर्छौँ हामी रेक्ट्याङ्गलको लागि पनि निकाल्छौँ र सेमी सर्कलको लागि पनि निकाल्छौँ। अब ट्रायंगलको लागि हाम्रो सबै थोकाइसक्यो। अब हामी के गर्छौँ फोर रेक्ट्याङ्गल। अब हामी के गर्छौँ फोर रेक्ट्याङ्गल हामीले 2 ले डिनोट गरेको छौँ। अब यहाँ हेर्नुस् अब रेक्ट्याङ्गलको लागि पनि सेम प्रोसेस हामीले डिनोट गर्छौँ। हामीले थाहा हुनुपर्छ कि रेक्ट्याङ्गलको सेन्ट्रोइड कहाँ लागेको गर्छ। अब मैले भनेको त्यो रेक्ट्याङ्गलको सेन्टर त्यसको के हुन्छ सेन्टरमा सेन्ट्रोइड त्यसको सेन्टरमा लागेको छ। मानौ कि यसको सेन्ट्रोइड यहाँ लागेको छ यो सेन्टरमा रेक्ट्याङ्गलको लागि। अब यसको सेन्ट्रोइड यहाँ लाइक गरिसकेपछि यहाँबाट के गर्छौँ हामी एउटा भर्टिकल र एउटा होरिजेन्टल लाइन तान्छौँ। अब यहाँदेखि मैले एउटा यसरी भर्टिकल लाइन ताने फेरि सिमिलरली यसरी के गरेँ मैले एउटा होरिजेन्टल लाइन पनि यहाँदेखि यहाँसम्म यसरी ताने। मैले जसरी गर्छु तपाईहरु पनि त्यसरी गर्नु होला किन यसरी गरेपछि मिस्टेक हुने चान्स धेरै नै कम हुन्छ। अब यो होरिजेन्टल डिस्टेन्स भनेको x हुन्छ भने भर्टिकल डिस्टेन्स भनेको y हुन्छ। यो हाम्रो फिगर 2 को लागि हो भने यसलाई हामी के गर्छौं x2 दिन्छौं र यसलाई हामी के गर्छौं भर्टिकललाई y2 दिन्छौं। अब यसरी हामी के गर्छौं x2 र y2 हामी फाइन्ड गर्छौं। ट्रायंगलको लागि x2 कति हुन्छ र ट्रायंगलको लागि y2 कति हुन्छ हामी त्यो फाइन्ड गर्छौं र अर्को ट्रायंगलको लागि एरिया a2 कति हुन्छ त्यो फाइन्ड गर्छौं हामी। अब x2 भनेको यसको सेन्ट्रोइडदेखि यहाँसम्मको डिस्टेन्स, यसको पुरै डिस्टेन्स b हो भने यसको यहाँ सेन्ट्रोइडदेखिको डिस्टेन्स कति हुन्छ b/2 हुन्छ। तर यहाँ हामीले हेर्नुस् यहाँ पुरै यसको कति छ भनेको 80 40 + 40 यसको पुरै b कति छ ब्रेथ 80 छ भनेको यसको सेन्ट्रोइड आधी कति हुन्छ 80/2 बनाएर यसको यो कति हुन्छ 80/2 80/2 भनेको 40 cm नै हाम्रो आयो। अब फेरि सिमिलरली यसको हामी y2 निकाल्छ। y2 भनेको यसको भर्टिकल डिस्टेन्स भनेको पनि यसको पुरै भर्टिकल यो d हुन्छ भने यसको सेन्ट्रोइडदेखिको डिस्टेन्स कति हुन्छ d/2 यसको d भनेको कति छ 30 दिएको छ 30 d भनौं अथवा h भनौं। d को टर्ममा d भनेको डेप्थ अथवा h भनेको हाइट हो। d अथवा h को टर्ममा जे लेखे पनि केही हुँदैन। यो भनेको कति हुन्छ फेरि d/2 फेरि d भनेको हाम्रो कति हो 30 त्यही भएर यहाँ कति लेख्छौं हामी 30/2 30/2 भनेको के हुन्छ फेरि हाम्रो 50 cm। अर्को हाम्रो रेक्ट्याङ्गलको एरियाको फर्मुला के हुन्छ b * h अथवा b * d। b भनेको यसको 40 + 40 80 र यसको h भनेको 30 त्यही भएर यसको एरियाको फर्मुला कति हुन्छ 80 * 30 यसको कति आउँछ 2400 cm²। इट हुन्छ 2400 cm²। अब यो ट्रायंगलको लागि पनि आयो रेक्ट्याङ्गलको लागि पनि आयो। अरुको हाम्रो के बाँकी छ सेमी सर्कलको लागि जुन चाहिँ हामी 3 लेट गरेको जुन फेलो 4 सेमी सर्कल यसलाई हामी के गर्छौं 3। अब यो के हाम्रो अनसेडेड एरिया हो यसलाई हामी के गर्छौं नेगेटिभ लिन्छौं। यो यसलाई पनि हामी पोजिटिभ लिन्छौं। यो सेडेड एरिया हो यसलाई पनि हामी पोजिटिभ लिन्छौं तर यसलाई के लिन्छौं हामी नेगेटिभ लिन्छौं किनभने अनसेडेड एरिया हो। फिगरमा हामीले के भन्छौं सेडेड एरियाको सेन्ट्रोइड निकाल्न भनेको छ। अब सिमिलरली फेरि यसलाई हामी के गर्छौं भने सिमिलरली यही प्रोसेस अब हामीले रिपिट गर्नुपर्ने हुन्छ। अब यो यसको डायमिटर हो यसको मानौ यो सेन्टर हो भने यसको सेन्टरबाट केही माथि यसको के हुन्छ सेन्ट्रोइड लागेको छ। मानौ कि यहाँ यसको सेन्ट्रोइड लागेको छ C3। अब सेन्ट्रोइड लागेपछि यसको हामीलाई सेन्ट्रोइड निकाल्नको लागि के गर्छौं एउटा भर्टिकल लाइन तान्छौं र एउटा के गर्छौं होरिजेन्टल लाइन तान्छौं। यहाँ एउटा मानौ कि मैले यहाँ एउटा भर्टिकल लाइन ताने यहाँदेखि फेरि एउटा के गरे मैले होरिजेन्टल लाइन ताने सरी एक्सिससम्म है x एक्सिस र y एक्सिससम्म तान्नु पर्छ। अब यहाँदेखि यसको जुन होरिजेन्टल डिस्टेन्स हो अब 3 फेजको लागि हामी C3 को लागि सेमी सर्कललाई हामी 3 मानेको छौं 3 को लागि निकाल्दै छौं भने यसलाई हामी के गर्छौं x3 नेमिङ दिन्छौं र यसको भर्टिकल डिस्टेन्सले के गर्छौं हामी y3 नेमिङ दिन्छौं। अब सेमी सर्कलको लागि यो पुरै यो r हुन्छ भने यसको यति जुन भर्टिकल डिस्टेन्स हुन्छ यो कति हुन्छ 4r/3π यो 4r/3π हुन्छ। अहिले जुन म तपाईहरुलाई फर्मुलामा हेराएको म फेरि हेराउन चाहे यसरी यो हाम्रो r नै हुन्छ यति हाम्रो r नै हुन्छ तर यो जुन हाम्रो भर्टिकल डिस्टेन्स हुन्छ यो कति हुन्छ 4r/3π। यसको
यसको जुन एरियाको फर्मुला हुन्छ डायमिटरको टर्ममा पाई स्क्वायर बाई 2 हुन्छ, रेडियसको टर्ममा पाई स्क्वायर बाई 2 हुन्छ भने डायमिटरको टर्ममा पाई डी स्क्वायर बाई 8 हुन्छ। अब जुन लगाउँदा पनि हुन्छ। अब यहाँ हेर्नुहोस्, अब सबैभन्दा पहिला x3 निकाल्नुको लागि हामी यहाँदेखि यहाँसम्म हेर्छौँ, यहाँदेखि यहाँसम्म हेर्छौँ। अब हेर्नुहोस्, यहाँदेखि यहाँसम्म यसको डायमिटर 40 छ भने यसको रेडियस कति भइहाल्छ 20, र यहाँदेखि यहाँसम्म कति दिएको छ हाम्रो 40 दिएको छ भन्नाले यसको x3 कति आउँछ, यसको x3 भनेको डायमिटर हामीलाई 40 दिएको छ भने रेडियस भनेको कति हुन्छ डायमिटरको आधा भन्नाले 40 डिभाइड बाई 2 प्लस यहाँदेखि यहाँसम्म फेरि हाम्रो कति दिएको छ 40 भन्नाले यो फेरि हामी प्लस गर्छौँ 40। अब 40 बाई 2 भनेको 20 प्लस 40 भन्नाले हाम्रो कति आउँछ 60 cmमा दिएको छ cm। फेरि हामी के गर्छौँ यसको y3 निकाल्छौँ। y3 भनेको यति डिस्टेन्स, यहाँदेखि यहाँसम्मको डिस्टेन्स भन्नाले यति डिस्टेन्स हाम्रो कति थियो 4r/3 पाई। हाम्रो कति थियो फर्मुला 4r/3 पाई। अब यहाँदेखि यहाँसम्म नै छ, यो एक्सिससम्म नै छ, त्यही भएर हामीले यहाँ केही एक्सट्र्याक्ट गर्नु, जस्ट यो फर्मुला लगाएपछि हाम्रो फर्मुला भ्यालु आइहाल्छ। अब यहाँ हेर्नुहोस्, यसको डायमिटर टोटल 40 दिएको छ भने यसको रेडियस कति भइहाल्छ 40 डिभाइड बाई 2 भन्नाले 40 डिभाइड बाई 2 कति हुन्छ 20 हुन्छ। यहाँ आरको ठाउँमा हामीले 20 राखेपछि र 3 पाई यसलाई हामीले क्यालकुलेट गर्छौँ भने हाम्रो कति भ्यालु आउँछ 4 × 20 डिभाइड बाई 3 पाई 8.488 कति आयो 8.488 cm। अब यसरी हामीले यसको के गर्यो x3 y3 निकाल्यो। अर्को हामीले यसको के चाहिन्छ एरिया a3 चाहिन्छ। एरिया यसको रेडियसको टर्ममा पाई r स्क्वायर बाई 2 हुन्छ भने डायमिटरको टर्ममा पाई डी स्क्वायर बाई 8 हुन्छ। मैले रेडियसकै टर्ममा लेखेँ पाई। अब रेडियस यसको डायमिटर भनेको 40 हो भने यसको रेडियस कति भइहाल्छ 40 को आधा भनेको 20 स्क्वायर बाई 2। अब यसलाई हामीले फेरि क्यालकुलेटरमा भ्यालु राख्यो भने कति हुन्छ पाई × 20 स्क्वायर डिभाइड बाई 2 भन्नाले कति आउँछ हाम्रो 628.318 cm स्क्वायर। अब यहाँ हामीले के गर्यो भने सेपरेटली फिगर 1 को लागि, फिगर 2 को लागि, फिगर 3 को लागि पनि हामीले x1 y1 a1 x2 y2 a2 र x3 y3 a3 निकालिसक्यो। अब हामीले के गर्छौँ भने अब होल फिगरको लागि हामी सेन्ट्रोइड निकाल्छौँ। फर सेडेड एरियाको लागि अब म सेन्ट्रोइड निकाल्दैछु। अब मैले के भनेको थिएँ सेडेड एरियालाई हामी पोजिटिभ लिन्छौँ भने अनसेडेड एरियालाई हामी के लिन्छौँ नेगेटिभ भन्नाले यो हाम्रो अनसेडेड एरिया हो, हामी यसलाई के लिन्छौँ नेगेटिभ। अब हाम्रो फर्मुला अनुसार हाम्रो सेन्ट्रोइड निकाल्ने फर्मुला के हो a1 x1 प्लस a2 x2 प्लस डट जतिवटा फिगर छ त्यतिवटासम्म। तर यहाँ हाम्रो कतिवटा 3वटा सेप छ, हामी 3 सम्म जान्छौँ र यो हाम्रो अनसेडेड हो, यसलाई हामी के लिन्छौँ नेगेटिभ लिन्छौँ भन्नाले फर्स्टमा हाम्रो रेक्टाङ्गल a1 x1 फेरि अर्को पनि सेडेड नै छ रेक्टाङ्गल त्यो पनि 2 भन्नाले त्यो पनि के हुन्छ पोजिटिभ नै हुन्छ a2 x2। तर यो के छ हाम्रो नेगेटिभ भन्नाले अनसेडेड छ भन्नाले यसलाई हामी के लिन्छौँ यहाँ प्लस लिँदैनौँ, यहाँ माइनस लिन्छौँ a3 x3 बुझ्नुभयो। अब यहाँ माइनस लिइसकेपछि अब तलमा पनि के हुन्छ a1 प्लस a2 हुन्छ, तर यो फेरि नेगेटिभ अनसेडेड छ त्यसले यसलाई हामी के लिन्छौँ नेगेटिभ भन्नाले माइनस a3। यसलाई हामी भ्यालु राख्छौँ a1 को ठाउँमा कति छ 1200 फेरि x1 को ठाउँमा हाम्रो कति आउँछ 53.33 प्लस फेरि a2 को ठाउँमा हाम्रो कति आएको छ 2400 इन्टु x2 को ठाउँमा हाम्रो कति आएको छ 40 माइनस फेरि a3 को ठाउँमा कति आएको छ 628.318 इन्टु x3 को ठाउँमा फेरि कति आएको छ 60 डिभाइड बाई फेरि हामी के हाल्छौँ यसको भ्यालुहरू हाल्छौँ। एरियाको a1 को भ्यालु 1200 छ, a2 को भ्यालु 2400 छ माइनस 628 a3 को भ्यालु 628.318 छ। अब यसलाई हामी क्यालकुलेटरमा हाल्छौँ र यसको भ्यालु फाइन्ड आउट गर्छौँ। यसलाई हामी के गर्छौँ क्यालकुलेटरमा हाल्छौँ 1200 इन्टु 53.33 प्लस 2400 इन्टु 40 माइनस 628.318 इन्टु 60 डिभाइड बाई फेरि कति गर्छौँ 1200 प्लस 2400 माइनस 628.318 हामीले यति सबै हाल्यो र यसलाई क्यालकुलेट गर्छौँ भने कति आउँछ 41.15 कति आउँछ
41.154 cm। इसको x बार भन्नाले x कोअर्डिनेट इसको सेन्ट्रोइडको आयो। अब यसको y कोअर्डिनेट सिमिलरली हामी त्यही फर्मुला लगाएर यसको के गर्छौँ, y कोअर्डिनेट निकाल्छौँ। y कोअर्डिनेट भनेको y बार भनेको के हुन्छ, a1 y1 प्लस a2 y2 र यसको जुन सेमी सर्कल हामीले लिएको छ त्यो अनसेडेड छ भन्नाले यसले नेगेटिभ लिन्छौँ भन्नाले के आउँछ, a3 माइनस a3 y3 डिभाइड बाई a1 प्लस a2 माइनस a3 किनभने त्यो अनसेडेड छ, सेमी सर्कल अनसेडेड छ। फेरि a1 को भ्यालु हाम्रो कति थियो 1200, y1 को भ्यालु कति छ हामीले निकालेको, y1 को भ्यालु हामीले 40 निकालेको छ। y1 को ठाउँमा कति लेख्छ हामी 40 प्लस फेरि a2 को ठाउँमा हामीले कति निकालेको थियौँ, a2 को ठाउँमा हामीले 2400 र y2 को ठाउँमा 15। त्यही भएर हामी के लिन्छौँ, a को ठाउँमा 2400 र y2 को ठाउँमा 15 माइनस फेरि a3 को ठाउँमा हाम्रो कति थियो 628.318। त्यही भएर a3 को ठाउँमा हामी कति लेख्छौँ 628.318 यति लेख्छौँ र y3 फेरि कति छ 8.488। त्यही भएर y3 को ठाउँमा कति लेख्छौँ 8.488 डिभाइड बाई एरिया हाम्रो a1 भनेको 1200 थियो, a2 भनेको 2400 थियो, a3 भनेको 628.318 थियो। यसलाई राखेर हामीले सोल्भ गर्यो भने कति आउँछ, यसलाई राखेर हामी फेरि सोल्भ गर्यो भने 1200 इन्टु 40 प्लस 2400 इन्टु 15 माइनस 628.318 इन्टु 8.480 डिवाइड बाई 1200 प्लस 2400 माइनस 628.318। अब यसलाई सबै भ्यालु जब म क्यालकुलेट गर्छु यसको कति आउँछ 26.473 cm। यो नै हाम्रो के हो y बारको एन्सर भयो। x बार पनि हाम्रो आयो र y बार पनि आयो र मैले यसरी हामीले के गर्छौँ भने यसरी सेन्ट्रोइड हामीले फाइन्ड गर्न सक्छौँ। यदि तपाईहरुलाई यो भिडियो राम्रो लागेमा तपाई यो भिडियोलाई प्लिज लाइक शेयर गरिदिनु होला। यो भिडियो अलि राम्रोसँग बनाइएको अलि ठुलो भएको छ, अलि लङ भएको छ, त्यही भएर कृपया राम्रोसँग हेर्नु होला। यदि तपाईहरुलाई यो न्युमेरिकलमा अथवा यो सेन्ट्रोइडको सम्बन्धी केही समस्या आएको छ भने हामीले कमेन्ट गर्न सक्नुहुनेछ। साथै अब अर्को भिडियोमा हामी अर्को इम्पोर्टेन्ट भिडियो लेक्चर लिएर आउने नै छौँ। यो भिडियो आफ्नो विद्यार्थी साथीभाइसँगलाई शेयर गरेर पनि हामीलाई सपोर्ट गर्नु होला। साथै यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथै यो भिडियो राम्रो लागेमा च्यानललाई सब्स्क्राइब गरी भिडियोमा कुनै त्रुटिहरू देखेमा हामीलाई सुझाव पनि दिनु होला। अर्को भिडियो लेक्चर हामी अर्को इम्पोर्टेन्ट भिडियोहरू लिएर आउने नै छौँ। तबसम्मको लागि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।